ल हेलो 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 गुड मर्निङ सबैजना है। आज चाहिँ म अब टेनिस जाँदैछु। मेरो एउटा क्लास छ त्यसको लागि। गुड मर्निङ फ्रम बर्गेन नर्वे। पानी परेर भर्खर रहेको छ है, बाटोहरू पनि चिसै छ। बर्गेन चाहिँ सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिँदो रहेछ नर्वेमा। तर अहिले चाहिँ लक्कीली पानी परेको छैन, त्यही भएर भिडियो बनाउने चान्स पनि पाएँ। अब म बिस्तारै टेनिस जाँदैछु। अहिले बिहानको अराउन्ड 9:20-25 भयो होला। मेरो क्लास चाहिँ 10 o'clock छ। यहाँ न भ्यू हाउस द जोस भने जस्तै भ्यू क्लाउड्स ट्याक्कै क्लाउडले छेक्यो, नत्र उल्द्रेकिन भन्ने सबभन्दा हाइएस्ट माउन्टेन बर्गेनको त्यहीँ छ। क्लाउडहरू यस्तो दामी भइरहेछ। ल लेट्स गो। बिस्तारै जाऊँ न होइन, भ्यू हेर्दै। अहिले यस्तो छ, अहिले यस्तो हरियाली छ। अब लगभग 1 मन्थमा यहाँ हिउँ परेर घुँडासम्म आउँछ होला। विश्वासै गर्न सक्दिनँ हौ म आफै कि यहाँ हिउँ पर्छ होला अब त्यस्तो भनेर। तर के गर्नु, पर्छ। अहिले चाहिँ एकदमै फ्रेस एयर। म फेरि एकदम नेचर लभर भन्छन् नि त्यस्तो टाइपको मान्छे। एकदम मनपर्छ मलाई यो पानी परेर रहेपछिको वेदर। अनि यस्तै छ विदेशको जिन्दगी। के गर्छस् भन्दाखेरि यही हो है, तँलाई मोज छ भन्दा हुन्। बिहान उठ्यो, खानासाना बनायो, खायो, काममा गयो, फेरि बेलुका आयो, त्यही बासिरहेको भात खायो, अनि फेरि भाँडासाँडा माझ्यो, सुत्यो। भोलिपल्ट बिहान उठ्यो, त्यही हो, केही पनि चेन्ज हुँदैन हप्ताभरि। अनि स्याटरडे सन्डे आउँछ, अनि त्यसमा अब यताउति हिँड्ने हो कि एक्स्ट्रा काम हुन्छ नि त। अब हप्ताभरिको सामान किन्न पर्ने, खान लाउन बस्न पर्ने चिजहरू सबै त्यो 2 दिनभित्र गरेर राख्ने। मोस्टली सन्डेहरू फेरि सपहरू पनि बन्द हुन्छ होइन। त्यही भएर स्याटरडे एक दिन गरिहाल्नुपर्छ। फेरि आज नि स्याटरडे हो, अब यसो क्लासहरू भयो, एक्स्ट्रा यताउति भयो भने चाहिँ जानु पऱ्यो। यसो एक्स्ट्रा इन्कम ठिक छ, राम्रै छ। तर यतिको जिउन पाउनु भनेको त राम्रै हो जस्तो लाग्छ, अब दुःख गरे अनुसारको। म चाहिँ अब ट्याक्क मेन रोडबाट भित्र छिरेँ होइन। यहाँनिर एउटा खतराको पोखरी छ। पोखरी त होइन, अब समुद्र त छुँदैन यसले, पोखरी नै भनौँ न, लेक। ट्याक्क त्यही देखाउँछ है त। यहाँ हाँसहरू छ, चराचुरुङ्गी अगाडि। मान्छेहरू आउँछन्, यसो बस्छन्, चरालाई खानेकुराहरू दिन्छन्। यस्तो राम्रो छ नि। भ्यू त खतरा छ नि। म यसमै आएको है, स्कुटरमा। देख्नुहुन्छ ठुल्ठुला हाँसहरू छन्। सेतो हाँस छ। ए आराहरूतिर चराहरू सब आइरहेछ। ल मेरो चाहिँ क्लास छ, फेरि यहाँ धेरै बेर बस्नु भएन। बाहिरै बच्चाहरूको लागि नि एक्टिभिटीहरू छ। बच्चाहरू आउँछन्, पानी नपरे बेला यहाँ खेल्छन्। जो खेले नि हुन्छ, बच्चै खेल्नुपर्छ भन्ने छैन। एक्सर्साइज गर्ने ठाउँ पनि छ। राम्रो वेदर भयो भने चाहिँ कायाक गर्दा नि हुन्छ।
अरू त के भन्नु यस्तै छ जिन्दगी चल्न त चलेको छ भने जस्तै हो एकजना देखिहाल्नु भयो दौडिँदैछ कहिले शनिबार आइतबार आउला भनेर कुरेर बसेको हुन्छ नि यहाँ मान्छे बाहिर निस्किनलाई रनिङ एक्सर्साइज त यिनीहरूको डेली रुटिन हो हामीले भात खाएको जस्तै हो यिनीहरूको 4 बजी दौडिने भनेपछि दौडिने हावाहुरी बतास जेसुकै आओस् रुटिनै हो त्यो सबजना दौडिनै पर्छ आफ्नै हेल्थको लागि त्यत्तिकै फिट भएका राम्रा भएका त होइनन् हो हामी त भरे बेलुका 4 बजी दौडिन्छ भने आज पानी परेको छ अब आज त नगर्नु पर्ला भनेर पहिले बस्छौँ नि त हामी चाहिँ बाहना ढुँढ्छौँ उनीहरूको नो एक्सक्युज भने जस्तो हो ल लगभग अब 2 मिनट्स जतिमा म पुग्छु टेनिस म पुग्न लागिसक्यो अब तर यहाँनिर चाहिँ बस ट्रेन स्मल ट्रेन भनौँ न त्यो छ त्यो क्रस गरेर जानुपर्छ मलाई चाहिँ त्यहाँ चाहिँ अलिकति केयरफुल हुनुपर्छ कताबाट आइरहेछ भनेर यसो हेरेर रोड क्रस गर्नु पर्यो नि फेरि अब यहाँ दायाँ बायाँ कहाँ आएको छैन यताबाट पनि आउला जस्तो छैन यताबाट पनि आउला जस्तो छैन भने चट्ट क्रस गरिहाल्ने हो ल ऊ त्यही हो म जान लागेको चाहिँ त्यो पहेँलो बिल्डिङ छ नि त्यही हो म पुग्ने त्यही हो त्यो माथिको चाहिँ एक्सर्साइज गर्ने ठाउँ हो जिम सिम पनि छ गरेँ त त्यही त हो नि अल्छी लाग्छ जिम सिम जानु भनेपछि म देखाउँछ त 1 राउन्ड लगाएर ए ल बर्गेन टेनिस अरिना म चाहिँ यही कोचिङ गर्छु टेनिसको ल अब भित्र जाऊँ न छैन होला मेरो क्लाइन्टै आइसक्यो जस्तो छ यहाँ चाहिँ कार्डले खोल्नुपर्छ त मभन्दा पहिला मेरो क्लाइन्ट आइसक्यो जस्तो छ चट्ट अब स्कुटर पार्किङ गर्ने हो यहाँ है अनि चार्जमा लगाउने ल धन्यवाद म चाहिँ यहाँ टेनिस अरिना पुगिसकेँ अफिसमा सो चेन्ज गरेर कोर्टमा जान्छु